Hello guys, सेवारो नमस्ते वेलकम बैक टू माई यूट्यूब च्यानल भन्दै नेक्स्ट डे न्यू ब्लगको साथमा उपस्थित भइसकेको छु। आज चाहिँ म फेरि उस्तै भिडियो लिएर आइसकेको छु अनि आज चाहिँ सब्जी टिप्ने दिन। यहाँ चाहिँ दादाले अघि नै सब्जी सिबी टिपेर ल्याइसक्नु भएको छ। अब फेरि म चाहिँ सिबी टिप्नु जानुपर्ने अनि सिबी र साग टिप्नु जानुपर्ने अनि यो साग पनि अघि मम्मी र मैले माथिदेखि टिपिलेको, अब चाहिँ परको टिप्नु जानुपर्ने छ नि त नि। अनि म एक्लै छु, मम्मीहरू गोठा लगाइसक्नु भयो अनि म पनि अब टिप्नु जानुपर्ने हुन्छ। अनि जहिले मेरो चाहिँ यस्तै भिडियो हुन्छ, तपाईँहरू हेरेर अल्छी तपाईँहरूलाई हेरेर अल्छी लागिसक्यो होला। अनि मेरो भिडियो चाहिँ जहिले यस्तै हुन्छ नि त नि। अनि म चाहिँ अब जान्छु अनि टिप्छु। अनि यो चाहिँ चोया यो चाहिँ लानुपर्ने हुन्छ नि त, यसले साग बाँध्नुपर्ने हुन्छ। अनि हाम्रोतिर चाहिँ मङ्गलबार र शनिबार जहिले सब्जी लानुहुन्छ नि त नि। अनि त्यसको लागि चाहिँ आज चाहिँ सब्जी जमाउनु जानुपर्ने। आज म झाडु खाल्नु गइनँ, नुहाएँ, साग टिप्न गएर आएर नुहाएँ। अनि अब चाहिँ फेरि साग टिप्नु र सिबी टिप्नु जानुपर्ने हुन्छ। अनि मेरो भिडियो हेरेर के कस्तो लाग्छ प्लिज कमेन्ट गर्नु होला तपाईँहरू भन्दै। अब म चाहिँ साग टिप्न लागेँ, हेर्दै गर्नु होला। अब चाहिँ म साग टिप्न जाँदैछु। अब चाहिँ गएर साग टिप्नु पर्ने हुन्छ। अनि अब चाहिँ यस्तै छ गाउँघरमा काम भनेको यस्तै हो। हाम्रोमा त झन् काम जहिलेको तहिले हुन्छ। अनि यो चाहिँ हाम्रो आँपको बोट अनि यसले चाहिँ फलेको छैन, तर होइन यहाँ तल सानो बोट छ कि त्यसले कस्तो फलिरहेछ म तपाईँहरूलाई देखाउँछु। हेर्नु साथीहरू, इत्रु आँपले फलिरहेको छ। यी बोट भने इत्रु मात्र छ, तर यसले फलिरहेको छ। अनि म चाहिँ अब यो चाहिँ आँप इत्रु बोट छ, यसको त यो ग्राफिङ हो नि त, त्यही भएर फलेको। अनि यसले चाहिँ 3टा मात्र फलेको रहेछ। अनि हाम्रो चाहिँ एउटा पर ठुलो बोट आँप थियो नि त, हावाले जस्तै फलिरहेको थियो, सबै बोटै भाँचिदियो। अनि अब चाहिँ म जान्छु। मेरो दिमाग चाहिँ यस्तो खत्तम छ कि ढोकै लाउनु बिर्सेर हिँडेछु भिडियो बनाउँदै। अनि म चाहिँ ढोका लाएर आइसकेँ। अनि अब चाहिँ म चाहिँ बारी जाँदैछु सब्जी टिप्नलाई। आज चाहिँ गाडी आउट ढिलो भइसक्यो, 3 बजिसक्यो। अनि मकै बारी यस्तो भइसक्यो, दोहोरे गर्नु पनि कहिले गर्नु गाह्रो छ। यो डोक चाहिँ नबोकी हुँदैन, डोक चाहिँ बोक्नै पर्ने हुन्छ। अनि अब चाहिँ म जाँदैछु बारी। आज चाहिँ नुहाएर गोरो आइसक्यो अरे क्या। आज नुहायो एकछिनमा कालो हुन्छ कि गाउँघरमा काम नगरी नहुने गाह्रै छ नि। अब कहिले टिपेर त्यो मलाई ढिलो भइसक्यो। घाँसै दुखिरहेको फेरि। अब चाहिँ ढिलो भइसक्यो, म चाहिँ तपाईँहरूलाई उतै गएर भेट्छु। म चाहिँ फाइनल्ली बारी आइपुगेँ, तर 15 लिनु भुलेछु। चारो लानुपर्ने, अब कसरी सिक्नु खासमा है। दिमाग पनि मेरो त आजकल त बिर्सिने रोग लागेको छ। अनि हाम्रो चाहिँ यो सिमीहरू यहाँ फलिरहेको छ। अब यिनीहरू चाहिँ टिप्नुपर्ने हुन्छ। 2चोटि अस्ति टिपिसकेको नि त, यहाँ लाग्यो त सानो लागेको छैन त। अनि अब चाहिँ म यिनीहरूलाई टिप्छु, यिनीहरू टिप्नुपर्ने हुन्छ। अनि अब चाहिँ बनाउनु कहाँ के हो। अनि म चाहिँ अब टिप्छु, अनि भिडियो बनाउँदै टिप्छु, हेर्दै गर्नु होला। पन्जाबी बिर्सेर त नाप भयो।
अनि अब चाहिँ म कति हुन्छ त्यति नै टिप्छु। कस्तो खालके हो बिर्सेर त अब के टिपेर लानुलाई। अनि त्यो साथीहरू दिमाग भनेको मान्छेहरूको भन्दा नि मेरो चाहिँ आजकल साह्रो बिर्सिने बानी लागेको छ, के भएको खै। त्यही हो, अब म चाहिँ बढी टिप्छु, हेर्दै गर्नु होला। बढी टिप्छु। जापान कोरिया साथीहरू पुगिसक्यो। अनि आफ्नो त घरमै जापान कोरिया के गर्नु गाह्रो छ साथीहरू। टिपिसक्नु होला। डेन्जर भनेको रहेछ कम्ती त्यो किराहरू चाहिँ लाग्नुपर्ने हो भनेर रोप्ने बेला पनि सघाउनु नि, यसरी खाने बेला सघाउनु क्या। अहिले यस्तो बबाल घाम लागिरहेको थियो, अब हेर पानी परेको। मैले चाहिँ भर्खर यति टिप्दैछु अनि यहाँ चाहिँ पानी पुरै कुहिरो लागिसकेको छ। पर चाहिँ पानी पर्न आँटिसकेको छ, अहिले घाम लागिरहेको थियो। अनि अब म चाहिँ टिप्दैछु, तर पनि अब साग टिप्नुपर्ने, पानी आयो भने त के टिप्नु साग। अनि अब गाह्रो छ यो मौसम, मेरो बसमा भएको भए म पानी चाहिएको बेलामा चाहिँ आउँदैन। अब फेरि सब्जी टिप्ने बेलामा, सब्जी गोड्ने बेलामा मात्रै आइरहेको छ। अनि यो बडी, हाम्रोतिर चाहिँ बोडी भन्छ, तपाईँहरूकोतिर के भन्छ, सिमी पनि भन्छ होला सायद। यसलाई चाहिँ यत्तिकै हुँदा टिपिहाल्नुपर्छ अरे क्या। योभन्दा कालो पाक्यो भने चाहिँ यो राम्रो हुँदैन अरे भनेर भन्नुहुन्छ त। चाहिँ टिप्दै बेच्दैछु। अनि यहाँ चाहिँ पानी आएर फेरि तनाव भयो, बाख्रा बाहिरै बाँधिराखेको थियो। मौसम भन्ने कुरा चाहिँ नि म अब के गर्नु, यस्तै छ, गाह्रो भयो। ल म चाहिँ अब टिपिसकेर एकैचोटि भेट्छु। अब टिपिसक्छु कि सक्दिनँ, पानी पर्नु थालिसक्यो। अनि ठिकै छ, त्यही पनि टिप्दैछु, हेर्दै गर्नु होला। म चाहिँ टिपिसकेर भेट्छु।